जेनजीहरूको साहसिक योगदान र बलिदानले पुरानो भ्रष्ट सरकार ढल्यो र सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार पनि गठन भयो। नयाँ अन्तरिम सरकारले पुरानो भ्रष्ट लुटी खाने त्यो प्रतिनिधि सभालाई विघटन गर्नु त्यो खुसीको कुरा हो। तर यो राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय पालिकाहरूको सरकार किन विघटन भएन, यो जनताले प्रश्न गरिरहेका छन्। र जेनजीहरूको आन्दोलनको म्यान्डेट र जनचाहना यो छ कि तपाईको हिजोको पुरानो त्यो राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय पालिकाहरूको सबै सरकारहरू विघटन हुनुपर्छ। तपाईको यो स्थानीय तहमा पनि कम त भ्रष्टाचार छ। स्थानीय तहका ती वडाध्यक्षदेखि तपाईको उपमेयर, मेयर अनि गाउँपालिकाका अध्यक्षदेखि सदस्यसम्म सबैले वडा वडा, गाउँ गाउँ र यो पालिकासम्म ब्रह्मलुट मचाइरहेका छन्। त्यहाँ पनि व्यापक भ्रष्टाचार छ। यो स्थानीय पालिकालाई पनि विघटन गरेर यो नयाँ एउटा म्यान्डेट लिएर, फ्रेस म्यान्डेट लिएर आउने मान्छेहरूलाई नेतृत्व दिनुपर्छ। त्यस्तै प्रदेश सभामा पनि यो हुँदै नभएको, कामै नलाग्ने, त्यहाँ बसेर मात्रै काम गरी यो तलब भत्ता पचाउने मान्छेहरू बसेका छन्, त्यसलाई पनि विघटन गर्नुपर्छ र राष्ट्रिय सभालाई पनि विघटन पर्छ। यो तीनटै पुराना अखडाहरूलाई यो ध्वस्त नगरेसम्म र नयाँ फ्रेस म्यान्डेट लिएर नयाँ सरकार नबनाएसम्म यो भ्रष्टाचारको उन्मूलन हुनेवाला छैन। तसर्थ यी सबै तहलाई एउटा विघटन गरेर, निलम्बन गरेर नयाँ एउटा बिहानीको सुरुवात गर्नुपर्छ। विकास भनेको शून्यबाट नै सुरु गर्नुपर्छ। तब मात्रै देश सुन्दरतामा जान्छ।